सबैलाई नमस्कार। मेरो नाम प्रदीप कुसारी। आज चाहिँ हामी होलेरी गाउँपालिका वडा नम्बर 2 रोल्पा जिल्लामा रहेका छौँ। अहिले चाहिँ हामी यस पिकनिक कार्यक्रमको लागि स्वर्गद्वारी गएका थियौँ। हामी बाटोमा फर्किँदैछौँ। फर्किने यात्रा जारी नै छ भन्न चाहन्छु। र यहाँ चाहिँ एकदमै मनमोहक दृश्य देख्न सक्नुहुन्छ र प्राकृतिक वातावरणले भरिपूर्ण र एकदमै हरियाली जङ्गल र डाँडा काँडाहरू रहेको छ। हिमालहरू पनि देख्न सक्नुहुन्छ, तर मोबाइलको क्यामेराले चाहिँ भ्याउन सकिरहेको छैन। र एकदमै सुन्दर दृश्य रहेको छ भन्न चाहन्छु। यहाँ तल देखिराख्नु भएको छ, यो चाहिँ होलेरी स्केट पार्क रहेको छ भने तुरी फुलेको छ। वातावरण एकदम सुन्दर रहेको छ भन्न चाहन्छु। र भिडियोलाई एक लाइक र एक सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै बाँकी अर्को पुनः भिडियोको साथ उपस्थित हुनेछौँ। हस्त, धन्यवाद।